काटेर बाटोमा ओछ्याए। अघि हिँड्ने र पछि पछि आउनेहरू यसो भन्दै कराए, होशान्ना, धन्य तिनी जो परमप्रभुको नाममा आउनुहुन्छ, धन्य त्यो आउने राज्य, हाम्रा पिता दाउदकै राज्य, परमधाममा होशान्ना। हामीले मर्कुस 11को 1 देखि 10 पद हेरेको छौँ। अनि यहाँ चाहिँ यीशु प्रभु चाहिँ यरुशलेममा अन्तिमचोटि आउँदै हुनुहुन्थ्यो, त्यसको बारेमा लेखिएको छ। अनि यही घटना हामी अरू पुस्तकहरूमा मत्ती 21को 1 देखि 11सम्म पाउँछौँ। तपाईँले लेख्न सक्नुहुन्छ। मत्ती 21को 1 देखि 11, मर्कुसको हामीले हेरिसक्यौँ 11को 1 देखि 11, लुका 19को 28 देखि 40 र योहन्ना 12को 12 देखि 19। अनि यहाँ चाहिँ के भएको छ भने चाहिँ यीशु प्रभु जसरी यरुशलेममा जाँदै हुनुहुन्थ्यो, त्यति बेला उहाँ चाहिँ जैतुन डाँडामा चाहिँ त्यहाँ उभिएर चाहिँ आफ्नो 2 जना चेलाहरूलाई चाहिँ उहाँले चाहिँ यसो भन्नुभयो कि उहाँ सामनेको गाउँमा गएर चाहिँ तिमीहरूले चाहिँ एउटा गधाको बछेरा बाजेको भेटाउनेछौ र तिमीहरूले चाहिँ त्यो गधाको बछेरा चाहिँ म कहाँ ल्याऊ भनेर भन्नुहुन्छ। त्यहाँदेखि कसैले सोध्यो भने चाहिँ प्रभुलाई यसको जरुरत छ किन भन्नुहुन्छ। त्यहाँदेखि चेलाहरू चाहिँ त्यहाँ जान्दछ। अनि उहाँले जस्तो प्रभुले भन्नुभएको थियो त्यसरी नै उहाँले चाहिँ त्यहाँ त्यो गधाको बछेरा बाँधिएको भेटाउनुहुन्छ। अनि उनीहरूले चाहिँ ल्याउँदछ। अनि यीशु चाहिँ चढेर त्यसमा यरुशलेम जानुहुन्छ। अनि त्यहाँको मानिसहरूले चाहिँ यीशु प्रभुलाई चाहिँ धन्य परमप्रभुको नाममा आउने राजालाई भनेर चाहिँ स्वागत गर्दछ। खजुरको पत्ताहरू र आफ्नो लुगाहरू काष्ठहरू ओछ्याइकन चाहिँ स्वागत गर्दछ। अनि यहाँ चाहिँ यीशु प्रभु चाहिँ किन गधामा चढ्नुहुन्छ, किन चढ्नुभएको त्यसकै विषयमा अलिकति भन्न गइरहेको छु। अनि यहाँ चाहिँ किन चाहिँ यीशु प्रभुले चाहिँ गधा नै चुन्नुभयो भन्ने कुरामा चाहिँ पहिला कुरा चाहिँ जो चाहिँ जकरिया 9को 9मा चाहिँ अगाडि नै त्यसलाई चाहिँ अगमबानी गरिएको थियो, त्यो कुरा चाहिँ पुरा हुनुको लागि चाहिँ यो भएको हो। र हामी जकरिया 9को 9लाई पनि हेर्नेछौँ यस समय। जकरिया 9को 9मा चाहिँ यसो लेखिएको छ, हे सियोनको छोरी खुब रमाऊ, हे यरुशलेमकी छोरी जय जयकार गर, हेर तिम्रो राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ पराक्रमी र विजयी हुनुहुन्छ, उहाँ दिन हुनुहुन्छ र गधामाथि अर्थात् गदैनीको बछेरामाथि सवार भएर आउँदै हुनुहुन्छ। अनि यो जुन प्रोफेसी गरिएको थियो त्यो कुरा चाहिँ पुरा हुनको लागि चाहिँ यीशु प्रभु चाहिँ गधाको बछेरामा यरुशलेम आउनुभएको हो। अनि यो प्रोफेसी चाहिँ उसमा मत्ती 21को 5 र योहन्ना 12को 15मा लेखिएको छ। मत्ती 21को 5 र योहन्ना 12को 15मा। अनि सेकेन्ड कुरा चाहिँ प्रोफेसी चाहिँ पुरा हुनको लागि गरेको। अन्त सेकेन्ड कुरा चाहिँ गधामा चढ्नुले चाहिँ के बुझाउँछ भनेदेखि यीशु प्रभुको चाहिँ विनम्रता। उहाँ चाहिँ परमेश्वर राजाहरूको राजा प्रभुहरूको प्रभु हुनुहुन्थ्यो। उहाँले चाहनुभएको भए घोडाहरूमा आउनु सक्नुहुन्थ्यो, धेरै उयोहरू युज गर्न सक्नुहुन्थ्यो या ट्रान्सपोर्टेसन चाहिँ उहाँ आउनुको लागि। तर उहाँले चाहिँ गधाले नै चुन्नुभयो। यसले चाहिँ परमेश्वर यीशु प्रभुको चाहिँ विनम्रतालाई देखाउँदछ, जो चाहिँ यहाँ जकरिया 9को 9 र मत्ती 21को 5मा पनि लेखेकै छ। अनि यसमा चाहिँ के बुझ्न सक्छौँ भने चाहिँ हामीले हेऱ्यो भने चाहिँ गधा चाहिँ अब हाम्रो नजरमा हेऱ्यो भने गधा चाहिँ सबसे तुच्छ हुन्छ। अब गधा भनेर चाहिँ कसलाई भन्दा भन्दाखेरि चाहिँ उसको जसले चाहिँ कामहरू पुरा बिगार्छ अनि उसलाई चाहिँ जसको दिमाग पनि चल्दैन, जसले पुरा रिस उठाउँछ त्यस्तै मान्छेहरूलाई हामी गधा भन्ने गर्छौँ। किनभने हाम्रो नजरमा चाहिँ गधाको चाहिँ इज्जत चाहिँ छैन है। तर परमेश्वरले चाहिँ गधालाई नै चलाउनु भयो, किनभने उहाँले चाहिँ जसलाई पनि चलाउन सक्नुहुन्छ। जस्तै हामीहरू संसारमा हेऱ्यो भने हाम्रो केही हामी त्यस्तो योग्यको छैनौँ है, हामी त्यस्तो ज्ञानी पनि छैनौँ, हामी त्यस्तो उयो क्षमताको छैन हामी के गर्नु सक्ने मानिसको नजरमा हेऱ्यो भने। तर उहाँले हामीलाई चुन्नु भएको छ र हामी यस जग्गामा छौँ र उहाँले चाहिँ जस्तो पनि मानिसलाई चलाउन सक्नुहुन्छ। किनभने हामी चाहिँ उहाँको अगाडि जाँदै गर्दा चाहिँ
हामी जस्तो छौँ त्यस्तै जानुपर्दछ, किनभने गधा जस्तो थियो त्यस्तै गएको थियो। अनि प्रभु यीशुले चाहिँ उसलाई युज गर्नुभएको थियो र हामी चाहिँ यो प्रभुको अगाडि जाँदै गर्दा चाहिँ हामीले आफूलाई बनाउनुको कोसिस गर्नु हुँदैन। अब मैले यस्तो गर्दाखेरि परमेश्वरले मलाई मन पराउनुहुन्छ यो होइन, तर हामी जस्तो छौँ उहाँले हामीलाई त्यस्तै मन पराउनुहुन्छ र हामी चाहिँ कोसिस गर्नु हुँदैन त्यस्तो हुनुको, तर हामी चाहिँ त्यस्तै जानुपर्छ, किनभने उहाँले चाहिँ हामीलाई योग्यको बनाउन सक्नुभएको छ। हामीले आफै ट्राई गर्दा चाहिँ हुने होइन, तर परमेश्वरले आफ्नो रगतले हामीलाई बनाइसक्नु भएको छ, योग्यको बनाइसक्नु भएको छ। अनि हामी चाहिँ उहाँको छोराछोरीहरू हौँ। यो चाहिँ हामी उहाँको छोराछोरी हौँ। यो हामी योना 1:12 उहाँले हामीलाई सन्तान हुने हक दिनुभएको छ र हामी उहाँको सन्तान हौँ। र हामी गलती 4:26 हेऱ्यो भने चाहिँ हामी चाहिँ उहाँको पुत्रहरू हौँ र हामीलाई चाहिँ उहाँले चुन्नुभएको छ। हामी चाहिँ उहाँको चुनिएको वंश, राजकीय पुजारीगिरी र पवित्र जाति हौँ है, पहिलो पत्रुस 2:9 अनुसार। त्यसकारण हामी चाहिँ आफ्नो योग्यता आफ्नो क्षमताले भएको होइनौँ, तर उहाँले चाहिँ हामीलाई चुन्नुभएको हो। अनि हामी चाहिँ उहाँले आफूलाई हामीले चुन्नुभएको छ र अहिले चाहिँ हामी चाहिँ पहिला हामी पापले गर्दा उहाँसँग टाढिएका थियौँ, तर जब हामीलाई प्रभु येशूले चाहिँ क्रुसमा आफ्नो रगत बगाउनु भयो तब चाहिँ हामी उहाँको नजिक भएका छौँ। अनि हामी चाहिँ उहाँको नजिक भएका छौँ भने चाहिँ एबिसी 2:13 हामी हेर्नेछौँ। यहाँ एबिसी 2:13 लेखेको छ, तर अब तिमीहरू जो एकपल्ट ख्रिस्ट येशूबाट टाढा थियो ख्रिस्टको रगतले नजिकै भएका छौ। यहाँ हामी हेर्न सक्छौँ कि अब चाहिँ हामी चाहिँ परमेश्वरको नजिक भएका छौँ, त्यो चाहिँ ख्रिस्टको रगतले। अनि अब चाहिँ हामी चाहिँ उहाँको अगाडि चाहिँ हामी योग्यका छौँ, किनभने हामी र परमेश्वरको बिचमा चाहिँ ख्रिस्ट हाम्रो मध्यस्थ भएर उभिरहनु भएको हुनुहुन्छ। र अब परमेश्वरले हामीले हेर्दै गर्दा चाहिँ हाम्रो बिचमा ख्रिस्ट देख्नुहुन्छ र हामीले हेर्दै ख्रिस्ट देख्नुहुन्छ। र अब चाहिँ हामी योग्यका छौँ र हामीले आफूलाई पर्फेक्ट बनाउनुको कोसिस होइन, तर हामी जस्तो छौँ ख्रिस्टको अगाडि जानेछौँ। यही कुरा मेरो वचनको समय यहीँ राख्दछु। सबैजना यस ख्रिस्टको नाममा जय मसीह।